म विदेश हिँडिसकेपछि मेरो घरको श्रीमतीको मेसेन्जरमा केटाहरूको मेसेज त कति हो क्या। सन्चै हुनुहुन्छ, खाना खानुभयो, बुढो विदेश गएको त थुप्रै भयो, केही समस्या छ भने मलाई राख्न सक्नुहुन्छ। इमोजी बिगरको म्यासेज एउटा छैन क्या। त्यति इन्ट्रेस्ट दिएर त्यति समय दिएर तिम्रो घर परिवारको तिम्रो श्रीमतीसित बोल त। तिम्रो घरको श्रीमती कति खुसी हुन्छन् होला, तिम्रो घर परिवार कस्तो स्वर्ग बन्छ होला। ए मूर्ख हो, त्यो आइडीमा बोल्ने पनि मै हो क्या, आइडी पासवर्ड पनि मैसित छ क्या। के भन्दा रहेछन् कसो भन्दा रहेछन् भनेर रिप्लाई गर्यो, के हो के हजुरको श्रीमान त विदेशमा हुनुहुन्छ। ए पनि केटीहरू जति नै पाइन्छन्, त्यसै बस्या छैन होला क्या रे। एउटा छाडी अर्को त जसको पनि हुन्छ, तिनटा पो हुन भएन त। तँहरूको यस्तो भड्काउ सोचले गर्दा नै हो क्या, आफ्नो घर परिवार पनि हुँदैन र अर्काको घर परिवार पनि हुन दिँदैन क्या। मूर्ख हो, सोच बदल, आफ्नो घर परिवारलाई खुसी राख, आफ्नो घरको श्रीमतीलाई समय देऊ। आफ्नो घर त्यसै स्वर्ग भन्छ के, अर्काको स्वर्ग जस्तो घरलाई पनि नबिगार के। अलिकति दिमाग लगाऊ न, राम्रो गर्न सकिँदैन भने नराम्रो पनि नगर के। असल काम गरिएछ भने राम्रो हुन्छ, कुकर्म गरिएछ भने सधैँ नराम्रो हुन्छ क्या। त्यसैले कुकर्म गर्नतर्फ नलाग्यो क्या। आफ्नो घर बनाऊ, आफ्नो घर परिवारलाई खुसी राख, आफ्नो घर परिवारलाई समय देऊ, सकियो त।